च्यानल आरबी ब्लग्स। सो आज तपाईँहरू सोच्दै होला किन मैले आफ्नो यो कल्चर ड्रेसमा आइरहेको छु होइन, लोसार त पहिल्यै गइसक्यो होइन। र आज चाहिँ यो ड्रेस लगाएको चाहिँ किन हो भने आज चाहिँ हाम्रो अल इन्डिया तामाङ एसोसिएसनको चाहिँ 38औं महाअधिवेशन हो लेबोङमा। र फर्स्ट इभेन्ट चाहिँ अब बाइक र्याली छ, त्यसले गर्दा आइएम वेटिङ फर माई ब्रदर ओभर हियर होइन। र त्यसको बाद चाहिँ हामी चाहिँ घुम जाने, त्यहाँ घुमबाट चाहिँ सिधै लेबोङ चाहिँ बाइक र्याली छ। त्यहाँदेखि त्यसको बाद चाहिँ अरू इभेन्टहरू सुरु हुन्छ। कुहरू त पहिला बिहानै राखिसक्यो र अब जस्ट वेटिङ फर माई ब्रदर टु पिक मी अप, त्यहाँदेखि दुईजनासँगै बाइक र्यालीमा जाने। सो गाइज हामी यता आइपुगिसकेको छौँ स्टार्टिङ पोइन्टमा होइन। र तपाईँ देख्न सक्नुहुन्छ यता हाम्रो एसोसिएसनहरूको सबैजना हुनुहुन्छ होइन, तामाङहरू। र अब यो स्टार्टिङ पोइन्ट चाहिँ यो गुम्बाबाट चाहिँ विल बी स्टार्टिङ होइन। र त्यहाँबाट चाहिँ हामी बजार हुँदै चाहिँ देन विल गो लेबोङ। सो वी आर जस्ट वेटिङ फर द फ्ल्याग्स राइट नाउ। र यता गएको बाइक र अब चाहिँ एकछिनमा विल स्टार्ट आवर र्याली। सो गाइज यता हामीले आफ्नो एकजना आसिङलाई भेटेको छ होइन। यता हाम्रो आसिङ हुनुहुन्छ उहाँ होइन। र आसिङको चाहिँ यता एउटा सर्भिस रहेछ। सो आसिङले तपाईँहरूलाई यसो उहाँको सर्भिसको बारेमा यसो भन्नुहुन्छ। हजुर थ्याङ्क यू है। हाम्रो यहाँ आरबी ब्लक है, यहाँ हाम्रो भाइलाई है धेरै धेरै धन्यवाद है। अहिले हामी घुममा छौँ। विशेष आज हाम्रो तामाङ सम्मेलनको लागि है बाइक र्यालीमा आएको थिएँ र यहाँ भाइलाई भेटेर धेरै खुसी लाग्यो है। र विशेष मेरो एउटा तपाईँहरूलाई यो भिडियोमा के भन्न चाहन्छु भने यो मेरो एउटा स्कुटी अघि यो सबैले देख्नु भएको छ होइन। र यो चाहिँ मेरो इमर्जेन्सी सर्भिस होइन, 6 वर्षदेखि इमर्जेन्सी सर्भिस गरेर आइरहेको छु। आपतकालीन सर्भिस भन्नु 2 चक्के सवारी होइन। र म मिलिङबाट म बिलोङ गर्छु है। र म मिलिङबाट तपाईँलाई सुकुनादेखि उकालो घुम, जोरबुला, दार्जिलिङ डिस्ट्रिक्ट, मिरिक, कालिम्पोङ, मङमाया मतलब सोरेङ सबै तक्दाकार्ने जहाँ पनि है एनी टाइम एनी मोमेन्ट म है सर्भिस दिन्छु है। र मेरो सर्भिसको चाहिँ रेटहरू कस्तो हुन्छ भने कहाँदेखि कहाँसम्म र कति वेटिङ त्यो हिसाबले चाहिँ रेट हुन्छ होइन। र सबैजनालाई है मेरो सर्भिस मन पऱ्यो है, यहाँ भाइको च्यानलबाट है यसो लाइक कमेन्ट है सेयरहरू गरिदिनु होला। र उहाँ भाइले यहाँ भ्लगमा बताइदिनुहुन्छ, मेरो हालिदिनुहुन्छ है। यसो तपाईँहरूले वरिपरि नजिकमा हुनेहरूले कोहीजना चाह्यो भने फोन गर्नु सक्नुहुन्छ है। थ्याङ्क यू। लहरा दिउँला डोरोलाई कोदोको गेडा पोतेलाई, लहरा दिउँला डोरोलाई कोदोको गेडा पोतेलाई। हामी जस्तो झिल्के नरोजेमै च्याङ जानु पो पर्ला थोतेलाई। सो गाइज हामी चाहिँ यता भेन्यूमा आइपुग्यो होइन। र यता हाम्रो बाइकरहरू सबै यता हुनुहुन्छ होइन। र अब चाहिँ एकछिनमा चाहिँ विल बी स्टार्टिङ द प्रोग्राम। अहिले त्यही प्रिपरेसन चल्दैछ, भिआइपीहरू अहिले एकछिनमा आउनुहुन्छ अरे। र यसो बाहिरहरूको पनि तपाईँहरूलाई देखाइदिन्छु। ठुलोहरूको छ होइन यता। र यता बाहिरतिर यस्तो मजा यो झल्लहरू राखेको छ, यो फाउन्टेनहरू छ, यता एउटा राखेको छ होइन। यता फ्ल्यागहरू सबै छ र यसरी प्रकारले चाहिँ अर्गनाइज गरेको छ यता। र भित्र हेर्दाखेरि चाहिँ यस्तो छ, यता माथि देख्न सक्नुहुन्छ तपाईँहरू।
सबैले उठेर यो कार्यक्रममा भव्य स्वागत गरिरहेछ। सँगसँगै यो दोस्रो सत्रको कार्यक्रममा बाहिर जति पनि हाम्रा I would like to extend a warm welcome to everyone present here. This gathering brings together members of our community across generations, regions, and experiences, united by a shared responsibility and collective purpose. We are grateful for your presence and for the spirit of dialogue and mutual respect that guides us as we come together today. Thank you so much for being here, for taking your time out, for gracing this auspicious occasion, and with hopes that the upcoming events will be not only entertaining but also knowledgeable, representing our community, tradition, and culture. We welcome Sanggatan Gorai Pal US Yonjanda to take a Tori John Casinango Bisinga to them. Moi Balaba. Lasso Pepula Lasso Makon Tamang Duguda Pepula Hey. तामाङ जातिले भारत देशमा जनजातिको संवैधानिक मान्यता र अधिकारका लागि लगातार सङ्घर्ष गरेका धेरै लामो छ। सङ्घर्ष अवधि जातिले भोग्न परेका तथा व्यथाहरूको एउटा लामो कालखण्डको इतिहास छ। तामाङ जनजाति सङ्घर्षको कथा भारत स्वतन्त्र भएपछि पछौटे वर्गका जातिलाई उन्नत बनाउने उद्देश्यले तत्कालीन भारत सरकारले देशभित्रका धेरै जातिलाई अनुसूचित जाति र अनुसूचित जनजाति घोषणा गर्यो। यानी कि कपुरहरू भेटाए। यो कुरा मैले यहाँ किन भन्दैछु भनेदेखिलाई यो कुराहरू हाम्रो हेरिटेज प्रपर्टीहरू हुन् अनि हामीले यसको संरक्षण गर्नुपर्छ। र मैले मेरो कतिपय साथी मित्र जो आर्कियोलोजिकल सर्वे गभर्नमेन्ट अफ इन्डिया सित जोडिएको छ तिनीहरुसित मिलेर पनि यो विषयमा काम गर्दैछु। अब ताम्बावाद भन्नु पर्दा म त भन्छु ताम्बा तामाङ जातिको एउटा सेन्ट्रल फिगर हो। ताम्बा बिना तामाङको संस्कार संस्कृति अधुरो छ। ताम्बा
तामाङ जातिको अभिन्न अङ्ग हो। पनि कृपया मञ्चमा आइदिनु होला। अखिल भारतीय तामाङ बौद्ध सङ्घको वार्षिक बहुभाषिक मुखपत्र फ्याफुल्ला 2026 को विमोचन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद। आयोजक पक्षबाट हामी हाम्रा प्रमुख अतिथि माननीय प्रेमसिंह गोले तामाङज्यूलाई भगवान बुद्धको थाङ्का अनि नालादिन ऋषिया स्टेट दार्जिलिङ नाला प्रतियोगी संख्या मूला नि तुछे आगामी दिनहरुमा पनि यहाँको बहुमूल्य उपस्थितिको हामी अपेक्षा गर्छौं र यसैले हामी सम्पूर्ण सर्वप्रथम त हामी नेपाली हौं त्यसपछि हाम्रा प्रत्येक जात प्रत्येक नेपाली मिलेर यसरी नै हामी सार्वजनिक रूपमा एक हुनुपर्छ भन्ने प्रमाण यसरी प्रत्येक अधिवेशनले प्रमाण गर्छ र हामी तामाङ सन्तान जुगुलाई नाला तर्फबाट
रन फ्याफुला नमस्कार अनि अभिवादन म व्यक्त गर्न चाहन्छु। आफ्नो कुराहरू तपाईहरु सबैको समक्षमा राख्न भन्दा अघि तपाईहरु सबैजनालाई नयाँ वर्ष 2026 को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु अनि सोनाम लोछार तामाङ जातिको पर्वको शुभ अवसरमा पनि धेरै बधाई म तपाईहरुको समक्षमा टक्राउन चाहन्छु। मकै त फुट्यो फुल उठ्यो